नमस्कार, मेरो नाम पासाङ तामाङ, मेरो घर रङ्गली महानगरपालिका 9 नम्बरबाट हो है गाइज। अनि म भन्न चाहन्छु सम्पूर्ण देश विदेशमा रहनु नेपाली दाजुभाइ दिदीबहिनीमा नमस्कार छ मेरो है। म भन्न चाहन्छु हाम्रो जुन अहिलेको घटना जुन घट्यो पेरिसा बिक्क बुनु होइन, उहाँको लागि फाँसीको सजाय होस् अनि उहाँको आमा बाउले न्याय पाओस् है। जसले रेप गर्यो उसलाई फाँसीको सजाय होस् अनि उसको आमा बाउले न्याय पाओस्, आफ्नो आफन्तले न्याय पाओस् है। फाँसी चाहिँ अनिवार्य 1 नम्बर फाँसी होस् भन्न चाहन्छु। अहिलेको सरकारमा हुनेहरूलाई म भन्न चाहन्छु र सुनाउन चाहन्छु फाँसी हुनु पर्यो। बिचरा उहाँको आमा बुवाले न्याय पाउनु पर्यो। जुन नानीको घटना घट्यो उसको आमा बुवाले चाहिँ न्याय पाउनु पर्यो है। अनि त्यसकारण सम्पूर्ण जसले चाहिँ बाटोहरूमा आन्दोलन गर्नुभएको छ विद्यार्थी भाइ बहिनीहरूलाई पनि मेरो धन्यवाद छ। यो बहिनीलाई साथ सपोर्ट गर्नुभएकोमा मेरो एकदमै धन्यवाद छ भन्न चाहन्छु है। त्यसकारण हाम्रो देशमा अबको दिनहरूमा घटना नघटोस्, यस्तो रेप नहोस् है। रेप भएमा फाँसी होस्। फाँसी चाहिँ 1 नम्बरमा छ। 1 नम्बर गराउनुपर्छ। नियम कानुनमा पनि नयाँ ल्याउनु पर्यो। नियम कानुनमा पनि हरेक कुरा परिवर्तन हुनु पर्यो भन्न चाहन्छु है। अनि त्यसकारण त्यो बहिनीलाई चाहिँ चाँडोभन्दा चाँडो उहाँको केस टुङ्गियोस् अनि जसले रेप गरेको छ चारैजनालाई फाँसी होस् है। यति भन्दै म हजुरलाई यहाँबाट बिदा हुन्छु। नमस्कार। अनि तपाईहरूले मलाई लाइक सब्सक्राइब गर्नुहोला। मसँग तपाईहरू जोडी नै राख्नुहोला। तपाईहरूलाई म सल्लाह सुझाव दिँदै गर्छु। हस्, नमस्कार। यति ठिक छ होला। के भिडियो अन गर अनि भन कि म पासाङ तामाङ, मेरो च्यानल लाइक गर्नु, फलो गर्नु, यति भने हाल त तिम्रो लाइक बढ्छ क्या।